यो भेडाबारीको सुन्तला हामीले 46 सालबाट व्यावसायिक सुन्तला सुरु गरेको। अब पुरानो जग्गामा अहिले अब नयाँ जग्गा बिराउँदै लाउँदै अब गरिराखिएको छ, बढाउँदै गरिएको छ। पहिला त भिरालो जग्गा, अब उही खर अनि कोदो। अब अहिले त्यति बेला एक डालो कोदो आउनेमा अहिले 1 लाख रुपियाँको सुन्तला फल्छ। त घरउरीमा ठ्याक्कै 1 डालो कोदो आएको मै जान्ने भएपछि अहिले 1 लाखको सुन्तला सालै पछि त्यसमा हुन्छ। झाडीहरू अब खरबारी, पुरानो अब खरबारी, घाँस काट्ने खरबारीलाई अहिले अब सुन्तला बारीमा परिणत गर्दैछ। 46 रोपनीमा छ। 46 रोपनीमा लगभग हाम्रो छ अब 1500 भन्दा माथि 1800 2000 होला बिरुवा सानो ठुलो गरेर। अब बिक्री अहिले होला अब 25बाट माथि हुन्छ कि अनुमान छ। बेचेँ अब अहिले अब कति पर्नुभयो? अहिले मेरो अब लगभग 11 भन्दा उनी जस्तो भयो। मेरो 500 माथि होला। वर्ष पछि सारे अझ गणना नि गरिएको छैन है भन्दा पनि भयो। बुवाहरूकै पालादेखि धेरै थोरै चाहिँ हाम्रो सुन्तला खेती हुँदै आएको हो र पहिला हाम्रो जीविकोपार्जन चाहिँ निकै दुःख दयनीय अवस्थै थियो। जब चाहिँ बुवाहरूले सुन्तला खेती एउटा नगदे बाली लगाउने कन्सेप्ट चाहिँ अगाडि बढाइसकेपछि अब त्यति बेला थोरै मात्राबाट सुरु भएको अहिले चाहिँ अब लाखौँको अवस्थामा चाहिँ वृद्धि भएको छ। यसले चाहिँ जीविकोपार्जन गर्न सहज साथै अब पालन पोषणदेखि लिएर दैनिक जीविकोपार्जनमा धेरै सहज भएको छ। हजुरबाको एक्लैको रुद्रगिरीको हो यो सम्पत्ति, यो डाँडै। त्यसपछि चाहिँ 3 भाइको हुँदै अहिले चाहिँ हामी 9 भाइको 3 भाइको 9 भाइ छौँ र हामी सबैको चाहिँ अहिले यो रहेको छ। हामीले पनि अब बुवा आमाको जसरी अब बाँझो जग्गा छोडेर जाने अहिले ट्रेन चलिरहेको अवस्थामा पनि बुवा आमाहरूले सिकाएकोलाई हामी पनि अब यो नगदे बाली भएको भएर यसलाई निरन्तरता दिइराखेको छ। र अब पहाडी क्षेत्रमा कम्तीमा 900 देखि 1200 मिटरको हाइट जुन ठाउँमा छ, जुन ठाउँमा पानीको सम्भावना छ, त्यो ठाउँमा चाहिँ सुन्तला खेती अत्यन्तै उपयुक्त हुने देखिन्छ नेपालको सन्दर्भमा। त्यो भएर सबैले चाहिँ अब परम्परागत खेती भन्दा अब चाहिँ आधुनिक खेतीतिर चाहिँ लम्किने हो भने नेपालमा पनि केही गर्न सकिन्छ भन्ने चाहिँ एउटा यो उदाहरण जस्तो लाग्छ। यो भेडाबारी भोर्लेनी भन्ने अङ्कलहरूको 3 भाइहरूको सुन्तला छ। सो यो सुन्तलाहरू मैले लगभग योसँग 2 वर्ष यहाँबाट खरिद गरेर चाहिँ मैले काठमाडौँ पुर्याउने गरिरहेको छु। र हाम्रो पुस्ताको लागि केही गर्नुपर्छ है भनेर यस्तो भिरालो बाटोमा पनि, भिरालो ठाउँमा पनि सुन्तला रोपेर अहिले उहाँहरूले लत्तरमा सुन्तला फलाउनु भएको छ भने आजभोलिको समय भन्नुहुन्छ भने सुन्तलाको मौसमी सिजन हो। सुन्तलाको सिजनमा उहाँहरूको घर दैलोमै पैसाको बितो आउँदैछ, व्यापारीहरू आउनुभएको छ। पहिलाको जस्तो सुन्तला बोकेर बेनी बजार, बागलुङ पुर्याउने उहाँहरूलाई झन्झट पनि छैन। उहाँहरूले त्यस्तो 1 रुपियाँ 2 रुपियाँमा 3-4 दाना पनि बेच्नुभयो यो पहिला। किनकि त्यसका बावजुद पनि यसरी चाहिँ सुन्तला बगान बनाउनु भयो कि म आफै छक्क परिरहेको छु। किन उहाँ चाहिँ किसान। यहाँ म्याग्दीको कहाँ सुन्तला लिनुभएको छ नि हजुरले? म्याग्दीको जान त धेरै ठाउँ गइएको छु, जहाँ जहाँ पाउँछ। हो टिपिसक्यो। ए तल त टिपिसक्नु भएछ। यो सुली र बाँस खर्क जम्मै उसको सुली र भैँसीको मल। भलिबलतिर नि घर छ त। त्यहाँ छ उजेलो छ क्या त्यता फोन गर्ने हो क्या? आउने होइन, फोन गर्ने। उता शिवले फोन हानिदिएको छ। ए पारी नि फल्न थाले।
हो यहाँनिर छ यहाँ उभिएर ट्याक्कै खिच्नु हजुर त्यसै तपाईँले सर हिँडेर आउँछु टिकटकमा खिचिदिनुहोस् त एउटा त्यहीमा हो मोबाइलमा अँ